5000 फलोवर्स नभए पनि तपाईको फेसबुक मोनेटाइज भइहाल्छ हैन। फेसबुक मोनेटाइज गर्नको लागि चाहिँ सबभन्दा सुरुमा चाहिँ आफ्नो प्रोफेसनल ड्यासबोर्ड चाहिँ अन गरेको हुनुपर्छ। आदरणीय दर्शकवृन्द नमस्कार, म फेरि पनि तपाईहरुको माझमा जानकारीमूलक भिडियो लिएर उपस्थित भइसकेको छु। कृपया भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। फेसबुक मोनेटाइज हुनको लागि 5000 फलोवर्स चाहिन्छ भनिन्छ, तर 5000 फलोवर्स नभए पनि तपाईको फेसबुक मोनेटाइज भइहाल्छ हैन। तपाईको फेसबुकमा 2200 2800 फलोवर्स भए पनि तपाईको फेसबुक मोनेटाइज भइहाल्छ। 5000 फलोवर्स हुनैपर्छ भन्ने छैन। तर तपाईले चाहिँ ओरिजिनल कन्टेन्टमा काम गरेको हुनु पर्यो। तपाईको प्रत्येक भिडियो, फोटोहरु, रिल्सहरु चाहिँ एकदम ओरिजिनल हुनुपर्छ हैन। त्यो कारणले गर्दाखेरि तपाईले ओरिजिनल कन्टेन्टमा काम गर्नुस्। भिडियोहरुमा म्युजिक बजेको, गीत बजेको त्यस्तो भिडियोहरु नहाल्नु होला। कुनै गीतमा डान्स गरेको, म्युजिकमा डान्स गरेको भिडियोहरु कृपया नहाल्नु होला। त्यसमा तपाई आफैलाई असर गरिरहेको हुन्छ। त्यो मोनेटाइज हुन गाह्रो हुन्छ, कपिराइट आउँछ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईहरुले म्युजिक र गीतहरु बजेको भिडियोहरु चाहिँ प्लिज नहाल्नु होला। र तपाईहरुको प्रोफेसनल ड्यासबोर्ड चाहिँ अन गर्नु होला। तपाईहरु कसैले आफ्नो प्रोफेसनल ड्यासबोर्ड चाहिँ अन गर्नु भएको छैन भने प्रोफेसनल ड्यासबोर्ड चाहिँ अन गरेर राख्नु होला। त्यो किनभने अन गर्नै पर्छ। फेसबुक मोनेटाइज गराउनको लागि सबभन्दा सुरुमा आफ्नो प्रोफेसनल ड्यासबोर्ड चाहिँ अन गरेको हुनुपर्छ। प्रोफेसनल ड्यासबोर्ड अन गर्न जान्नु भएको छैन भने आफ्नो प्रोफाइललाई एकचोटी क्लिक गर्नु होला। त्यसपछि अलि मुनि हेर्नु होला, साइडमा 3 डट देखिन्छ। त्यो 3 डटमा क्लिक गर्नु होला। 3 डटमा क्लिक गरिसकेपछि अलि मुनि स्क्रल गर्दै जानु होला। हल्का तल हेर्नु होला, प्रोफेसनल ड्यासबोर्ड भनेको हुन्छ। त्यो प्रोफेसनल ड्यासबोर्डलाई क्लिक गर्नु होला। त्यसपछि कन्टिन्यू गर्दै जानु होला। त्यसपछि तपाईको प्रोफेसनल ड्यासबोर्ड अन भइहाल्छ। एकचोटी तपाईले प्रोफेसनल ड्यासबोर्ड अन गरिसकेपछि फेरि त्यसलाई अफ नगर्नु होला। अफ गर्नुभयो भने हजुरलाई समस्या आउन सक्छ। हजुरको प्रोफाइलमा समस्या आउन सक्छ, हजुरको फेसबुक आइडीमा समस्या आउन सक्छ। त्यो कारणले गर्दाखेरि एकचोटी अन गरिसकेपछि अर्कोचोटी फेरि त्यसलाई अफ नगर्नु होला। यानी कि अन अफ नगर्नु होला। अनि हरेक प्रत्येक फोटो भिडियोहरु ओरिजिनल हाल्नु होला। आफैले खिचेको आफै बनाउनु होला। ओरिजिनल कन्टेन्टमा काम गर्दै जानुस्। म्युजिक भएको भिडियोहरु, अरूको भिडियोहरु डाउनलोड गरेर आफ्नो प्रोफाइलमा अपलोड नगर्नु होला। आफ्नै भिडियो मात्रै हाल्नु होला। त्यो गर्दै जानु भयो भने तपाईको फेसबुक एक दिन अवश्य पनि मोनेटाइज हुने नै छ। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि तपाईलाई धेरै धेरै धन्यवाद भन्न चाहे। फेरि पनि यस्तै जानकारीमूलक भिडियो लिएर हजुरहरुको माझमा उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने